If you need discipline in your life, so please get married के आफ्टर म्यारिड चाहिँ होइन लाइफमा चाहिँ धेरै कुराहरू चेन्ज हुँदो रहेछ चेन्ज भन्दा पनि एउटा डिसिप्लिन चाहिँ हुँदो रहेछ क्या लाइक अब अहिले म 24 घन्टा घर हुन्छु होइन अब योभन्दा पहिला अहिले यति बेला म घरै हुन्थिनँ म कि त पोखरा कि त बजार कि त कता होइन सो आफ्टर म्यारिड चाहिँ अब धेरै कुराहरू चेन्ज हुँदो रहेछ होइन एन्ड वान मोर थिङ आई टेलिङ यु है यदि ज्वाइँ बनेर चाहिँ एकदम इज्जत पाउनु छ भने चाहिँ प्लिज गेट म्यारिड विथ गर्ल हु फ्रम द पहाड के यदि पहाडको केटीसँग यदि कसैले जसको बिहा भएन यदि कसैले बिहा गरेको छैन भने म त्यो केटाहरूलाई के एडभाइस दिन चाहन्छु भन्दाखेरि चाहिँ होइन पहाडको केटीसँग बिहा गरेँ के यस्तो इज्जत पाउँछ नि कि ज्वाइँले त्यो मैले त इमेजिन पनि गरेको थिइनँ कि लाइफमा क्या मैले पनि कसैबाट त्यति धेरै इज्जत पाउँछु भनेर के त्यही भएर होइन कता गयो मेरो श्रीमती खाना बनायो तिमीले तिमीले त अघि नै आलु र घरलाई काटे जस्तो मानेको थियौ है को ल्याएको मासु तरकारी पनि मासु पनि हो होइन बनाऊ होइन ठिक छ तर पनि त तिमी छौ म छु बाबा छन् तिनजना मात्रै छैन भात बनाऊ सब्जी बनाऊ त्यति भयो त भइहाल्छ नि मैले तिमीलाई यत्रो बनायो भनेर भनेको चाहिँ होइन बट एज अ सिम्पल भने मैले सब्जी भात म्याक्सिमम् भनेको दाल अचार पनि बनाउने होला अब होइन अचम्म छ यो पहाड होइन श्रीमती भात बनाऊ सब्जी बनाऊ बाबा ताल परे माथि हेरेर खाएर आउँछन् अनि त्यसपछि तँ कसले खाने फ्रिजमा राख फ्रिज छैन अब घर पराउने बस्ने भयो त लिएर आउनु पनि हुन्थ्यो 4-5 दिनपछि जाने हो त्यो भएर भात बनाऊ अनि सब्जी बनाऊ क्या त्यो दाल पनि बना सब्जी पनि बना मासु पनि बना हजुर पाके ह भात तरकारी पाकिसक्यो के अहिले आउनु खानालाई पकाउनु भयो के उके पकाएर नि त बाबा माथि अरे खै त सरिताको धान हो कि के गर्न हो क्या त्यही भएर धान कुटाउन क्या भात खानु म र यिनी हुन्जेरसम्म यतै भात खानु बिहान बेलुका ट्यान्न भात खानु माथि घर के कुटाउने होइन कि त्यो मसिनमा लगाउनलाई हेर न कपडा हेर न कपडा लाइटर देऊ त जानु नर आउनु जानु नर कपडा लाएर आउनु को म त बाटै छु नि आन्टी खाना यही खानु के थालेर आउनु जानु थालेर आउनु भात यहाँ खानु मैले लिएर आएको त इन्डियाबाट बियर खानलाई मैले लिएर आएको इन्डियाबाट बियर खानलाई लिएर जानु भयो दुईटा जानुको पहिला नआएर आउनु त